हे गाइज ब्याक्स आज चाहिँ हामी कुरा गर्न गइरहेको छौँ नेपालको सिडब्ल्युसी लिगको कस्तो भयो भनेर है त। सिडब्ल्युसी लिग खेल्नुभन्दा अगाडि चाहिँ म एउटा दुईवटा कुरा गर्न चाहन्छु है त। दुईवटा कुरा चाहिँ गर्न चाहन्छु। नेपालको बलिङ राम्रो भयो भने चाहिँ ब्याटिङ के हुन्छ, नेपालको ब्याटिङ राम्रो भयो भने चाहिँ बलिङ के हुन्छ यार, त्यस्तै भइरहेको है। नेपालको अहिले डाउनफल सुरु भयो जस्तो। 4वटा म्याच खेल्दा नि एउटा म्याच पनि जित्न सक्दैन है। 4वटा म्याच खेल्दा पनि एउटा म्याच जित्न सक्दैन, के भएको हो नेपाललाई। अनि किन त एउटा पछाडि ब्याकग्राउन्ड चेन्ज गर्छु। ग्रिन है त। 5वटा म्याच खेल्दा पनि 4वटा म्याच खेल्दा पनि एउटा म्याच जित्न सक्दैन। अनि हामीले चाहिँ अनिल शाहलाई किन नखेलाएको है। हाम्रो चाहिँ ओपनर चाहिँ राम्रो पार्टनरसिपै हुनसक्यो होइन। ओपनरको ठाउँमा अनि एउटा ओपनरलाई चेन्ज गरेर चाहिँ एउटालाई राख्न सकिन्थ्यो नि त। कि आरिफ चाहिँ चेन्ज गर्न सक्थ्यो, भुर्तेल पनि चलेन त्यस्तो। भुर्तेलको ठाउँमा अनिल शाहलाई हाल्न सक्थ्यो। अनिल शाहलाई यत्तिकै ल्याएको हो र इन्जुरीको ठाउँमा एक्सचेन्ज गर्नलाई। अनिल शाहलाई चाहिँ एक गेममा चान्स दिनुपर्ने हो र मल्ललाई पनि दिनुपर्ने हो। तर मल्लले लास्ट गेममा राम्रो पर्फर्मेन्स गरेको थियो। मल्ल चाहिँ ओडिआई प्लेयर हो, उसलाई पनि दिनुपर्ने हो चान्स। र अब कुरा गरौँ है त। नेपालमा चाहिँ धेरै होइन पिएम कप खेलेको राम्रो प्लेयर छ, तिनीहरूले पनि चान्स पाउनु पर्ने हो के। पिएम कप खेलेको धेरै प्लेयर छ, तिनीहरूले चान्स किन पाएनन्। जस्तै अर्जुन भनौँ, पवन सराफ, त्यस्तै प्लेयर छ नि, टाइप्स अफ प्लेयर। त्यहाँ चाहिँ खेल्नलाई चान्सै पाएन, के भयो नेपाललाई, के भयो। सब ओडिआई प्लेयर पनि खेलाइदिएको थियो। जस्तै इक्जाम्पल ओडिआई प्लेयरको भने दिपेन्द्र सिंह एरी, अब अब दिपेन्द्र सिंह एरी एउटा इक्जाम्पल भइहाल्यो। भीमसारकी त ओडिआई प्लेयर भइहाल्यो होइन। अरू को छन् तिनीहरू पनि है। र अनि त्यसपछि त्यस्तै हो गाइज। अरू कुरा चाहिँ पार्ट 2 वेट गर्नु होला है त। अनि यो राम्रो लाग्यो लाइक एन्ड सब्सक्राइब गर्नु होला। पार्ट 2 आउँदैछ है गाइज, यसकै कन्टिन्यू हुन्छ।